नाम संकीर्तनं यस्य सर्वपापप्रणाशनं प्रणामो दुःखशमनस्तं नमामि हरिं परं। हरये नमः। श्रीगुरुचरणकमलेभ्यो नमः। सबैमा राधे राधे। जय श्री कृष्ण। हामीहरू श्रृङ्खलाबद्ध भएर सत्सङ्गको महिमा श्रवण गर्दैछौँ केही दिनदेखि। त्यही क्रममा आज पुनः सत्सङ्गको बारेमा हामीहरू सत्सङ्गको महिमा शब्द गर्नेछौँ पुनः। पहिले हामीहरूले यो जान्नुपर्छ, सत्सङ्ग यो जुन पद बनिरहेछ, सत् र सङ्ग दुईवटा शब्द मिलेर के भन्न खोजेको यसले? सत् भन्दा सत्य स्वरूप परमात्मा, हामीहरू सबैलाई थाहा छ। सच्चिदानन्द रूपाय सत्यम परम धीमहि सत्यव्रतम सत्य परम त्रिसत्यम आदि आदि वाक्यले हामीहरूले सत्य स्वरूप भनेर परमात्मालाई जानेका छौँ। वेद भगवान पनि भन्नुहुन्छ ब्रह्म सत्यम जगन मिथ्या। र यस्ता सत्य स्वरूप परमात्माको सँग सङ्ग गराउनु। सङ्ग भने क्या हो? सङ्ग भने अरे तादात्म्य गराउनु, एकाकार गरिदिनु, उसमा विलय गराइदिनु। दुईटा शब्द हामीहरू प्राय समाजमा व्यवहारमा प्रयोग गर्छौँ, एउटा साथ एउटा सङ्ग। दुईटामा अन्तर छ अरे। साथ भौतिक जगतको लेभलमा हामीहरू फिजिकली बडीको शरीरको लेभलमा हामीहरू जे चिजलाई आफ्नो सन्निकट सुलभ गर्छौँ, प्राप्त गर्छौँ, त्यसलाई साथ भनिन्छ अरे। तर जुन चेतनाको लेभलमा, कन्सियसको लेभलमा हामीहरूको साथ प्राप्ति हुन्छ, सङ्ग प्राप्ति हुन्छ, जसमा बिछोड अब सम्भव छैन। भनाइ पनि छ नि, शरीरको साथ त केही दिनको हो, एक दिन निश्चित रूपले वियोग हुनैपर्छ। तर मनद्वारा कसैको सम्बन्ध भइरहेछ भने त्यो फेरि तपाईँलाई अर्कै देश लिएर जाओस्, तपाईँ अर्कै कहीँ जानु परोस्, तर जुन जो चेतनाको सम्बन्ध छ, मनको सम्बन्ध छ, अन्तरात्माको सम्बन्ध छ, त्यसलाई कसैले वियोग गर्न सक्दैन हो। यस्तो प्रकारको प्राप्त हुनु सङ्ग। अब हामीहरू जीवात्मा र भगवान परमात्मा, जीवात्मा रूपी अंशको परमात्मा रूपी अंशीसँग एकाकार गरिदिनु, तादात्म्य गरिदिनु, तदाकार गरिदिनु नै सङ्ग अरे। र यसरी सत्सङ्ग पद बनिएछ। सत्सङ्गले हामीहरूलाई यो बोध गराउँछ। ज्ञान यज्ञ पनि भनियो सत्सङ्गलाई। यो ज्ञान गराउँछ, बोध गराउँछ। वास्तवमा जीवात्मा र परमात्माको वियोग कहिल्यै छैन अरे। शाश्वत सम्बन्ध, अविनाशी, अखण्ड, कहिल्यै पनि क्षय नहुने सम्बन्ध जुन हो, त्यो जीवात्मा र परमात्माको अनादिकालदेखि अरे। तर बिचमा जीवात्माले आफूलाई मायाको बसमा, अहङ्कारको, अभिमानको बसमा भएर आफूलाई परमात्माबाट टाढा महसुस गर्न थालेछ, आफ्नो बन्धन स्वीकार गरेछ। र त्यो सच्चिदानन्द स्वरूपको छोरो, उसकै अंश भएर पनि मायाको बसले, अहङ्कारको बसले गर्दा आफूलाई बिछोड मानेर, बन्धनमा मानेर जुन दुःख कष्ट आदि भोगिरहेको छ, हो त्यसको निवृत्ति गराउँछ अरे सत्सङ्गले। सत्सङ्गले आएर सुन्दर सुन्दर यी सब वेदका वचनले, श्रुति स्मृतिहरूका वचनले हामीलाई यो बोध गराउँछ, अरे भैया त कहाँ आफूलाई बन्धनमा मानेर बसेको छस्? त सच्चिदानन्द स्वरूप परमात्माको सन्तान होस्। तेरो छेउमा दुःख कष्टहरू यी केही आउन पनि सक्दैनन्, तँलाई छुनेको त कुरै छोड्दियो। यसरी जब सत्सङ्गले हामीलाई यो आफ्नो वास्तविक स्वरूपको बोध गराउँछ। जस्तै हनुमानजी अब लङ्का जानु थियो, कसरी यत्रो समुद्र पार गर्ने, के होला वहाँ गएर मनमा शङ्का थियो। कोही जान, कतिपय भन्छन् जान त जसोतसो गरेर गइएला, तर घुमेर आइन्छ त्यसको ग्यारेन्टी छैन। अब त्यस्तो संशय मनमा भएपछि कार्य कसरी सिद्ध हुने?
तब सुग्रीवजी के अरे जाम्बवन्तजीले त्यहाँ सद्गुरुको कार्य गर्नुभयो र हनुमानजीलाई वास्तवमा हनुमानजीको भित्र भएको शक्तिको बोध गराइदिनु भयो। तिमी त स्वयं भगवान प्रभु रामको कार्यलाई सिद्ध गर्नका लागि अवतार लिएर आएका छौ, तिमी आफूलाई कमजोरी नमान भनेर यसरी आफ्नो वास्तविक स्वरूपको हनुमानजीलाई बोध गराइदिएपछि अनि हनुमानजीलाई जोस आयो, ओहो सद्गुरुले यो काम गर्नुहुन्छ। शास्त्रमा भनेका जुन जीवात्माको स्वरूप हो, परमात्माको स्वरूप हो, उनको शाश्वत सम्बन्ध जो हो, त्यसलाई बोध गराएर दुईजनाको भेट गराइदिनुहुन्छ। भेट के गराइदिनु? भेट पहिलेदेखि नै छ, बन्धनमा छैन हो, तर आफूलाई बन्धन मानेको छ जुन अहङ्कारको गाँठोले गर्दा हो, त्यो अहङ्कारको गाँठोलाई भगवती सद्गुरुले हटाइदिनुहुन्छ। र यसरी सत्सङ्गको द्वारा अति सहजै हामीहरूले आफ्नो वास्तविक स्वरूपको परिचय गर्न सकिन्छ। आफ्नो वास्तविक घर कुन हो, त्यो आफ्नो घरको ठेगाना एड्रेस थाहा पाउन सकिन्छ। आफ्नो वास्तविक स्वरूप, वास्तविक घर एड्रेस कहाँ अरे भन्दा भगवानको दिव्य धाम वहीँ अरे हाम्रो जीवात्माको पनि, किन बाउका सन्तान हो, बाउसँग त सम्पत्ति छ, मुक्ति रूपी मोक्ष रूपी सम्पत्ति, त हामी उनका छोरा। हामीहरू यदि बाउले भनेको वचनलाई पालन गर्दै आज्ञाकारी पुत्र बनिएर एउटा मनुष्य बनिएर जन्मिएपछि उसको कर्तव्य के हुन्, कस्ता आचरण हुनुपर्छ, कस्तो व्यवहार हुनुपर्छ सबैमाथि, त्यस प्रकारले आफ्नो जीवन हामीले व्यतीत गऱ्यौँ भने बिना प्रयास नै अनायास नै हामीहरू पनि त्यो आफ्नो पिताको सम्पत्ति पाउन सकिन्छ अरे। जस्तै एउटा घरमा करोडपतिको घरमा जन्मिने बित्तिकै छोरो करोडपति आफै बन्यो, बाउले भने जसरी मानो, बाउले तुरन्त गएर आफ्नो फ्याक्ट्री, आफ्नो कम्पनी, कारोबार जे छ छोराको नाममा गरिदिनुहुन्छ। तर छोराले बाउको भनेको मान्दैन, उल्टा सिधा गर्छ भने बाउलेमा यति अधिकार पनि छ, भाइ त यहाँबाट जा, हाम्रो सम्बन्ध सकियो, तँलाई म केही भागै दिन्न, यस्तो पनि बाउको अधिकार छ। र हामीहरू मान्छे बन्यौँ, जस्तो मान्छेका गुण हुनुपर्ने जीवनमा ती सब ल्याउँ, त्यही नै हो सबसे ठुलो साधन। सारा सत्कर्महरूले, धर्मकर्महरूले, सत्सङ्गले, धर्मग्रन्थले यही हामीलाई मार्ग दिन्छ।